माग्ने काका यत्रो दिन हराएर कता हो? धेरै दिन हराई। धेरै दिन नि थुप्रो दिन हरायो त। अनि यत्रो दिनपछि भेट्दा नमस्कार गर्नु पर्दैन? ए ल नमस्ते नमस्ते। नमस्ते। अनि कता पुगेर आयो त? त्यो संसारको सबभन्दा महँगो किताब लिएर आएको। महँगो किताब? होइन कस्तो महँगो किताब? पासपोर्ट क्या पासपोर्ट। त्यो एक पानाको 333 रुपियाँ 34 पैसा पर्छ नि, त्यही किताब। एमआरपी होला पासपोर्ट भने? एमआरपी होइन हौ। के त? त्यसको अर्कै नाउँ रहेछ। के हो त्यो? मुलुक रुँदाको पीडा। मुलुक रुँदाको पीडा अरे। बुढा यो बुढेसकालमा विदेश जान्ला होला काम गर्न होइन? काम गर्ने तँ जस्तो हो, गीत गाउनु जान्ला नि। ए गीत गाउन पो? गीत गाउनलाई विदेश जान्ला हुन्छ, त्यो पनि कामै हो। ठिकै भन्यौ तिमीले। भेरी गुड। ल राम्रोसित काम गर्नु है त, त्यसो भए गीत गाउनु, राम्रो ठुलो नाम कमाउनु। ल अबे कसको कुकुर हो यो? कसै छ? आम्मा गाछे कुकुर चाहिँ कत्रो ठुलो पो छ त। कसको कुकुर हो यो? कसको कुकुर हो यो? कोही पनि छैन गाछे। कसै त्यो नै होला। कस्तो ज्ञानी रहेछ ल, मेरै रहेछ नि। ल बस यता यता लायर कुकुर। आजदेखि त कुकुर र म कुकुरको एउटै घर हो, बुझिस् कुकुर? ल बस। रे बस। यो कुकुरको नि घर यही हो रे? किन ल्याएको यो कुकुर? कसले खानिदिन्छ? यो कुकुरको सट्टा खसी ल्याएको भएदेखि त दसैँलाई त हुन्थ्यो। भरे बढ्दै गएपछि 10-12 हजार बेचेर पैसा आउँथ्यो। यो कुकुर त खाना आकाल ढिँडा आकाल खाएर मात्रै बस्नु त हो नि, बुद्धि सुद्धि छैन। यत्रो वर्ष खसी पाल्यो, बाख्रा पाल्यो, भैँसी पाल्यो, केही भयो? कसैले सोध्न आयो?